सुरुमा बल्ल बल्ल सुरु भएको होइन एन्फा नेसनल लिग जुनको चाहिँ 6 वटा जति म्याच कम्प्लिट भएको थियो होइन त्यसलाई रोक्यो। त्यसपछि महिला लिग जुनको चाहिँ जम्मा 4-5 वटा म्याच मात्रै कम्प्लिट भएको थियो त्यसलाई रोक्यो होइन। अनि भित्रभित्रै आफू लफडा गरे होइन। एन्फामा निर्वाचन भन्यो यताउता भन्यो लफडा गरे, निर्वाचन हुने नहुने भन्दै जुनी बिताए होइन। अनि एएफसीले चाहिँ होइन यही ल्याङ गरेर देखेर एन्फाको यो ल्याङ देखेर नाटक बढी देखेर एएफसीले चाहिँ होइन एन्फालाई 3 महिनाको लागि ब्यान नै हानिदिएको छ होइन। र ब्यान हानेसँगै होइन कहाँबाट होइन हाम्रो चेलीहरू होइन के अरे गोर्खाली चेलीहरू चाहिँ होइन बल खेल्नको लागि फिफा सिरिज खेल्नको लागि सबै आउनु भएको थियो होइन। एकट्ठा जम्मा भएर चाहिँ पुरै ट्रेनिङ दिइरहनु भएको थियो। लास्टमा होइन फिफा सिरिज सुरु हुने लाबेला होइन एन्फाको अननेसेसरी नाटक होइन यो ड्रामाको कारण एएफसीले चाहिँ नेपाली फुटबललाई 3 महिनाको लागि ब्यान गरेसँगै अब महिला टोलीहरूले पनि ट्रेनिङ गरिसकेर होइन अन्तिम अवस्थामा आएर चाहिँ अब फिफा सिरिज पनि खेल्न नपाउने भएका छन्। फिफा सिरिज आगामी 12 अप्रिलमा थाइल्यान्डमा हुने तय छ। 4 देश सहभागी सिरिजमा नेपालले 12 अप्रिलमा कङ्गोसँग खेल्ने तय थियो। सिरिजमा घरेलु टोली थाइल्यान्ड, नेपाल, कङ्गो र न्यू क्यालेडोनियाको प्रतिस्पर्धा गर्ने भनिएको थियो। फुटबलको सर्वोच्च निकाय फिफाले पूर्व निर्धारित तालिका अनुसार दोस्रो खेल नेपालले अप्रिल 15 मा हुने तालिका थियो। उक्त खेलको प्रतिस्पर्धी भन्ने पहिलो खेलको नतिजाले निर्भर गर्ने भनिएको थियो। तर फिफाले नेपालको स्थानमा इन्डोनेसियालाई खेलाउने निर्णय गरेको छ। अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी अधिकृत सिइओ इन्द्रमान तुलाधाराका अनुसार राष्ट्रिय खेलकुद परिषद राखेबले एन्फालाई 3 महिनाका लागि निलम्बन गरेपछि प्रतियोगिताबाट नाम फिर्ता लिएको हो।